स्वागत छ। आज हामी भक्तपुर नगरपालिकाको बारेमा अलि गहिरिएर कुरा गरौँ है, विकिपिडियामा भएको जानकारीलाई आधार मानेर। हुन्छ। भक्तपुर काठमाडौँ उपत्यकाको पूर्वी कुनामा पर्यो। हो, राजधानीबाट खासै टाढा पनि छैन, 13 किलोमिटर जति मात्रै, तर एकदमै ऐतिहासिक सहर। ऐतिहासिक मात्रै होइन, सांस्कृतिक रूपमा पनि उत्तिकै धनी। यसका पुराना नामहरू पनि छन् नि, जस्तो भातगाउँ। ए हो, भातगाउँ, अनि नेवारीमा खोप्रिङ पनि भन्छन् है। ओहो, खोप्रिङ। तर मलाई सबभन्दा चाखलाग्दो चाहिँ यसको उपनाम लाग्यो, नाचगानको राजधानी। साँच्चै नाचगानको राजधानी, कस्तो राम्रो उपनाम। यसले त धेरै कुरा भन्छ नि है। भन्छ नि। यहाँको अब सांस्कृतिक जीवन्तता कस्तो छ भन्ने झल्काउँछ। परम्परागत नाचगान, जात्राहरू निकै महत्त्वपूर्ण छन् यहाँ। हो, आजको हाम्रो यो कुराकानीको उद्देश्य पनि सायद यही हो, यसको विशेषता, इतिहास अनि अहिलेको अवस्थाका केही खास कुराहरू खोतल्ने। ठिक हो, सुरु गरौँ यसको परिचयबाटै। भक्तपुर काठमाडौँ उपत्यकाका 3 मुख्य सहरमध्ये एक हो अनि देशका एकदमै प्रमुख नेवार बस्ती। नेपालको सबैभन्दा सानो सहरमध्ये पनि पर्छ क्यारे है क्षेत्रफलमा, तर जनसङ्ख्या। हो, क्षेत्रफल सानो छ तर जनसङ्ख्या एकदमै सघन छ, लगभग 6.89 वर्ग किलोमिटर मात्रै। अनि यो नेवार पहिचानको कुरा गर्दा भक्तपुर यसकै लागि प्रख्यात छ होइन त, जस्तो कि परम्परा, खाना अनि त्यो कला कौशल। एकदमै विशिष्ट नेवार परम्परा त छँदैछ। अनि खाना, जुजु धौ त कसले बिर्सिन्छ र? जुजु धौ, त्यो त भक्तपुरको पर्याय जस्तै भइसक्यो। हो, अनि काठको कला, धातुको काम, माटाका भाँडाहरू बनाउने सिप विश्वमै चिनिन्छ भक्तपुर यिनै कुराले। अनि अर्को एउटा चाखलाग्दो कुरा तपाईँले भन्नुभएको थियो नि, अरू नेवार बस्ती भन्दा यहाँ हिन्दू परम्परा अलि बढी देखिन्छ भनेर। हो, तुलनात्मक रूपमा हेर्दाखेरि भक्तपुरमा हिन्दू धर्म र संस्कृतिको प्रभाव अलि गहिरो पाइन्छ। यो पनि एउटा विशिष्ट पक्ष हो। अनि यहाँ बोलिने भाषा नि नेपाल भाषा नै हो, तर लवज फरक छ भन्छन्। ओहो, नेपाल भाषा नै बोल्ने हो मुख्यतया, तर भक्तपुरको लवज अलि छुट्टै सुनिन्छ, आफ्नै किसिमको छ। यहाँका रैथाने बासिन्दा मुख्य रूपमा नेवार समुदाय नै हुन्। तामाङ र खस समुदाय पनि छन् भन्ने जानकारीमा थियो। छन्, तर बाहुल्यता चाहिँ नेवारहरूकै छ। अनि उनीहरूलाई त्यो मायाले ख्वापे भनेर पनि चिनिन्छ। यो उनीहरूको पहिचानसँग जोडिएको शब्द हो। अब अलिकति इतिहासतिर जाउँ न। 12औं शताब्दीमा राजा आनन्ददेवले स्थापना गरेको भन्ने छ नि। हो, व्यवस्थित सहरको रूपमा चाहिँ। बसोबास त त्योभन्दा अघिदेखि नै थियो होला, तर आनन्ददेवले यसलाई एउटा अब योजनाबद्ध सहरको रूप दियो। 13 किलोमिटर मात्र टाढा भए पनि काठमाडौँबाट भक्तपुर जाँदा अर्कै संसारमा पुगे जस्तो लाग्छ नि। सायद यही लामो इतिहास र जीवन्त संस्कृतिले गर्दा होला। तपाईले ठिक भन्नुभयो, त्यो अनुभव धेरैलाई हुन्छ। अनि यसको प्रशासनिक विकास पनि रोचक छ। विषम 2006मा म्युनिसिपालिटी भनेर सुरु भएको देखिन्छ। अनि 2010मा फेरि नगरपालिका, अहिलेको स्वरूप चाहिँ। विक्रमसम्म 2052 जेठ 30मा अहिलेको जस्तो नगरपालिका घोषणा भयो। 10वटा वाडाहरू छन् अहिले। यो मितिहरूभन्दा पनि त्यो निरन्तरता चाहिँ महत्त्वपूर्ण छ। अनि अहिले नगरपालिकाको नेतृत्व को हुनुहुन्छ? हालका मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशी हुनुहुन्छ। उहाँहरू दुवै नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट। नेमकिपाको त भक्तपुरमा बलियो पकड छ नि है, लामो समयदेखि नै। हो, एकदमै। यसले यहाँको राजनीतिक र सामाजिक माहौललाई पनि एउटा छुट्टै रङ दिएको छ। अब अलिकति पर्यटनको कुरा गरौँ न। सन् 2014मा 3 लाख भन्दा बढी पर्यटक भित्रिएका थिए रे। यो त ठूलो संख्या हो नि। हो, भक्तपुर नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो। यसको क्षेत्रफल सानो छ, 6.89 वर्ग किलोमिटर, उचाइ पनि 1401 मिटर। जनसङ्ख्या चाहिँ 2078को जनगणना अनुसार कति पुगेछ? 79,136। क्षेत्रफलको हिसाबले यो निकै बाक्लो जनसङ्ख्या हो। यत्रो धेरै पर्यटक आउनुको कारण त पक्कै पनि यही कला, संस्कृति र सम्पदा नै होला। अवश्य पनि। यहाँको जीवन्त परम्परा, जात्राहरू, मठ मन्दिर, दरबार क्षेत्र यी सबै आकर्षणका केन्द्र हुन्। नगरपालिकाको आदर्श वाक्यले पनि त यही कुरा बोल्छ नि, पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति।
हो, एकदमै सान्दर्भिक आदर्श वाक्य छ। यसले भक्तपुरको मूल भावनालाई समातेको छ जस्तो लाग्छ। यो बेरुन नारा मात्र होइन, उनीहरूको जीवनशैलीमै झल्किन्छ। त्यसो भए मोटामोटी रूपमा भन्नुपर्दा भक्तपुर भनेको इतिहास, संस्कृति र परम्पराको एउटा जीवन्त सङ्ग्रहालय नै रहेछ, जहाँ पुरानो र नयाँ सँगसँगै बाँचिरहेको छ। हो, नेपालको सांस्कृतिक सम्पदाको एउटा निकै महत्त्वपूर्ण अंश हो भक्तपुर। तर यहाँनिर एउटा प्रश्न पनि उठ्छ होला नि। के प्रश्न? यस्तो ऐतिहासिक र सांस्कृतिक रूपले धनी सहरले अब अहिलेको यो तीव्र गतिमा भइरहेको आधुनिकीकरणसँग कसरी तालमेल मिलाउला? आफ्नो मौलिकता जोगाउँदै विकास गर्ने चुनौती कस्तो होला? तपाईले एकदमै महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। यो नै भक्तपुरको लागि खै सबैभन्दा ठूलो चुनौती पनि हो, अवसर पनि। त्यो सन्तुलन कसरी कायम राख्ने भन्ने कुरा निकै गम्भीर र विचारणीय पक्ष हो। भविष्य यसैमा निर्भर गर्छ।